कार्यक्रमका सभाध्यक्ष कनका सुन्दरी गाउँपालिका तरुण दलका सभापति वीरचन्द्र रावजी, कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रदेश अधिवेशन प्रतिनिधि एवं कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष आदरणीय दामोदर प्रसाद आचार्यज्यू, त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आदरणीय कर्णजन हमालज्यू, त्यसैगरी कार्यक्रमका अतिथि नेपाली कांग्रेस कनका सुन्दरी गाउँपालिकाका सभापतिज्यू, त्यसैगरी नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यज्यूहरू, विभिन्न वडाका वडा सभापतिज्यूहरू, जिल्ला समन्वय समितिका सदस्यज्यू, पूर्व दल एवं नेपाल विद्यार्थी संघका अध्यक्षज्यू, त्यसैगरी यो कार्यक्रमलाई यो अधिवेशनलाई बडो कौशलतापूर्वक सहभागी भई भव्य रूपमा यतिमा जना थियौं। बजारबाट नारा जुलुस गर्दै भव्य र सभ्य बनाइदिएको भए आज नेपाली कांग्रेसका मानिसहरूले कार्यक्रम गरेका थिए। आखिर त कनका सुन्दरी त जुम्ला जिल्लाको एक पन्ध्र भएको गाउँपालिका हो। सबैभन्दा कांग्रेस हाम्रो पो सम्मान छैन हैन। हामीले कांग्रेसको इज्जत आखिर हिजो पनि कनका सुन्दरी राखेको, भोलि पनि कनका सुन्दरी राख्छ। हामीसँग आत्मनिबन्ध छैन। उज हामी किन भन्दाखेरि उनीहरूले हामीलाई आकर्षित द्वन्द्वमा बसाउँदै गर्दा हामीलाई भन्दा क्यान्सर हो नातो धेरै ठुलो त लागेन हैन। अधिपक्षले आज आएको भए यो कुरा राख्नु तपाईँ हामी कुरा राखौँ हैन। दुःख सबैलाई होला, मकलमानलाई दुःख परेको छ, तपाईँहरू सबैलाई थाहा होला। यो दुःख पनि तपाईँहरूको पनि लाग्ने हो। तपाईँ हामी सबै एकै भएर हैन, एकै भएर यो छुट आज मकलमान लागेको छुट भोलि अर्कालाई पनि लाग्न सक्छ। अपमान छ नि यो मकलमानलाई पनि अपमान गरेको छैन, कनका सुन्दरीको कांग्रेसले पनि अपमान गरेको। मेरो लगानी आज लागेको साथीहरू, हामी आज एकदमै सुखद संयोगमा छौँ। नेपाल तरुण दलको पहिलोचोटि 5औं अधिवेशनको भव्य एउटा कार्यक्रममा छौँ। भलै हामीले यो कार्यक्रम यो बन्द कोठाभित्र गरिरहेछौँ, तर पनि हामी गुणात्मक रूपले हामी एकदमै धेरै मान्छेहरू छौँ, धेरै युवाहरूको जमात हामीसँग छ र यो कारणले चाहिँ यो अधिवेशन सफल हुनेछ र यो अधिवेशनले सफल नेतृत्व चयन गर्नेछ भन्ने पनि मैले विश्वास लिएको छु। र नेपाल तरुण दल भनेको नेपाली कांग्रेसको मेरुदण्ड हो। जब हाम्रो मेरुदण्ड नै बिग्रिन्छ अथवा खलबलिन्छ, हामी हिँडुल गर्न सक्दैनौँ, हामी चलायमान हुन सक्दैनौँ, हामी उभिने ठाउँमा उभिन सक्दैनौँ र राम्रोसँग बस्न सक्दैनौँ। त्यसैले नेपाल तरुण दल स्वस्थ रूपमा रह्यो भने मात्रै नेपाली कांग्रेस पार्टी स्वस्थ ढङ्गले अगाडि बढ्न सक्छ भन्ने चाहिँ भन्न चाहन्छु। र यो हामीले योभन्दा अगाडि पनि जिल्ला अधिवेशन देखाएको छौँ, प्रदेश अधिवेशन देखाएको छौँ, केन्द्रीय महाधिवेशन पनि देखाएको छौँ। नेतृत्व लिनका लागि हान्थाप हुन्छ हैन। नेतृत्व लिइसकेपछि अथवा पद लिइसकेपछि त्यो पदले निभाउनु पर्ने जिम्मेवारी, त्यो पदले गर्नुपर्ने कार्यका कुराहरूमा चाहिँ हामी चाहिँ समय दिन सक्दैनौँ। हामीले आफ्ना व्यक्तिगत जिन्दगीका कामहरूलाई हामीले प्राथमिकता दिन्छौँ र पार्टीका कामहरूलाई हामीले चाहिँ त्यति प्राथमिकता दिइरहेका हुँदैनौँ। त्यो कारणले यो अधिवेशन, यो पालिकाको अधिवेशनमा नेतृत्व लिने साथीहरूले चाहिँ अलिकति जस्तै तपाईँको 30 दिन महिनामा 30 दिन पार्टीलाई चाहिँ समय दिनुपर्छ भन्ने होइन। तपाईँहरूले कम्तीमा आवश्यकता परेको बेला, पार्टीले काम अराएको बेला अथवा तरुण दलको काम भएको बेला त्यो 2-4 दिन महिनामा 2-3 दिन मात्रै तपाईँहरूले पार्टीलाई टाइम दिन सक्नुभयो भने पनि पर्याप्त हुन्छ। त्यो कारणले आज यहाँ जुन एउटा नेतृत्व चयन हुँदैछ, भनौँ न तपाईँहरूको यो नेतृत्व सर्वसम्मत होस्। जस्तै चुनावी प्रक्रियाबाट भयो भने के हुन्छ भन्दाखेरि मनमुटाव रहन सक्छ हैन। मनमुटाव भयो भने के हुन्छ